हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी जाँदैछौँ जौलाखेलमा चाहिँ 1 महिनाको लागि मेला लागिरहेको छ नि त। हामी चाहिँ त्यसमै जाँदैछौँ, हेर्दै गर्नु होला। अनि त्यहाँ पुगेर चाहिँ हामीले स्कुटर पार्किङमा राख्यौँ। अनि त्यसमा त्यहाँभित्र छिरेपछि जुत्ताको पनि मेला लागिरहेको रहेछ। अनि खेल्ने कुराहरू यति धेरै थियो, तर यति गर्मी थियो कि यति गर्मी थियो। हामी चाहिँ सिधै फिस हाउस जाउँ भनेर भने, अनि यताबाट होइन उताबाट जानुपर्छ भन्नुभयो त्यहाँको दाइले। अनि हामी चाहिँ गयौँ, टिकट काट्ने ठाउँमा खोज्दै गयौँ। उता कुनामा छेउमा रहेछ, यहाँतिर स्टलहरू पनि राखिरहेको रहेछ। अनि गयौँ, यति गर्मी थियो, म भिडियो लिनै सकिरहेको थिएन। भयो भने मैले अलिअलि लिएँ। अनि खेलाउनाहरू टन्नै छ कि यहाँ चाहिँ, तर मेरो नानी चाहिँ धेरै सानो भएर मैले चाहिँ केही पनि खेलाएन। अनि उहाँलाई चाहिँ भने मैले टिकट काटेर ल्याउनु। अनि हामी चाहिँ नानी र म चाहिँ कुदिरहे। अनि यति धेरै प्याक थियो है, त्यो भित्र छिर्न गर्मी यतिकै, मान्छे यतिकै। अनि सुरुमा छिर्ने बेलामा त ल यस्तो पो हो भन्ने जस्तो फिल भइरहेको थियो। अनि ड्याडीले चाहिँ होइन यो त स्टार्टिङ हो भन्दै हुनुहुन्थ्यो। सुरुमा चाहिँ सानो सानो फिसहरू त्यो राखिरहेको रहेछ। अनि त्यही पनि भित्र ठुल्ठुलो होला जाऊँ न भन्दै भने मैले चाहिँ, नानी चाहिँ अब कहिले देखाएको छैन नि त उसले यस्तो फिसहरू। अनि डराइरहेको थियो कि, सुरुमा चाहिँ डराइरहेको थियो। अनि पछि चाहिँ उसलाई बानी भएर रमाएर खेल्न थाल्दै थियो। गर्मी यति धेरै थियो भित्र। अनि फ्यान र कुलरहरू त थियो, तर मान्छेको तापले होला यति धेरै गर्मी थियो। हामी चाहिँ धेरै गर्मी भएर चाँडै निस्क्यौँ बाहिर। अनि नानीलाई नि गर्मी भएर रातो न पिरो भइरहेको थियो। अनि मलाई नि त्यस्तै गर्मी भइरहेको थियो। अनि नानीलाई ड्याडीको भिडियोहरू लिँदै अनि छोरीलाई यो खेलाउनाहरू देखाइदिएँ, रमाइरहेको थियो। अनि यति गर्मीले रातो भइरहेको थियो, त्यही पनि एक्लै खेलिरहेको थियो। मान्छे म चाहिँ ठोकेला भन्ने पि उसलाई चाहिँ हिँड्नुपर्ने खेल्नुपर्ने, हेर्नु कति रातो भइरहेछ। अनि हामीले चाहिँ कोला खायौँ, मैले मात्रै खाएँ। अनि ड्याडी र नानीले खाएन। अनि मैले चाहिँ भिडियो पनि लिएको थिएँ कि। मजाले घुम्यौँ 2-4 घन्टा। अनि त्यसपछि हामी चाहिँ
फर्क्यौँ भने फर्केर चाहिँ बसन्तपुर हुँदै फर्क्यौँ है भन्दै आएको थियो। अनि यहाँ चाहिँ ठ्याक्कै जात्रा भएर रहेछ। अनि लाखेहरू नाचिरहेको थियो। अनि मेरो छोरीलाई पनि फर्स्ट टाइम हो नि त, छोरीलाई पनि देखाएँ। ड्याडीले चाहिँ भिडियो लिउँ भनेर भिडियो पनि लिए। अनि हामी चाहिँ त्यहाँ बसन्तपुरमा गएर खाजासाजा खायौँ, फोटोसोटो खिच्यौँ। हल्का सपिङहरू पनि गर्न थियो। सपिङ गऱ्यौँ, घुम्यौँ, खाजा खायौँ अनि हामी फर्क्यौँ। थ्याङ्क यू फर वाचिङ।